यो चाहिँ उल्सान भावी रक हो। साउथ कोरियाको सराक्सान नेसनल पार्क भित्र रहेको सबैभन्दा ठुलो चट्टानको पहाड। कोरियन किंवदन्ती अनुसार पहाडहरूको देवताले उल्सानमा एउटा विशाल र सुन्दर पहाड बनाउने सोच बनाउँछ। त्यसको लागि पहाडहरूको देवताले सबैतिरबाट पहाड बन्नको लागि चट्टानहरूलाई निम्तो गर्दछ। त्यो बन्न लागेको सुन्दर र विशाल पहाडहरूको एक भाग हुनको लागि यो उल्सान भावी पनि त्यहाँ गएको हुन्छ। तर अनलकी यो उल्सान भावी त्यहाँ पुग्दा त्यो पहाड अलरेडी बनिसकेको हुन्छ। त्यसैले लज्जित र दुखी हुँदै यो पहाड फर्किनु परेको थियो र सराक्सानमा आएर सधैँको लागि बसेको भनेर भन्ने गरिन्छ। यो पहाडको नाम उल्सान भावी हुनुको अर्थ चाहिँ उल्सान सहरबाट आएको ठुलो र ढिलो गतिमा चल्ने पहाड भनेर पनि हेर्ने गरिन्छ। त्यसैले यसको नाम पनि उल्सान भावी हुन गएको हो। अनि साउथ कोरियामा उल्सान भावी चट्टानलाई शक्ति र सहनशीलताको प्रतीकको रूपमा हेरिन्छ, जसले कोरियाली जनताहरूको भावनालाई सिम्बोल गर्छ। त्यस्तै गरी यो चाहिँ युनेस्कोमा बायोस्फियर रिजर्भ भएको ठाउँ पनि हो। त्यस्तै गरी यो चाहिँ साउथ कोरियाको प्राकृतिक सौन्दर्यको पनि एक महत्त्वपूर्ण स्थल हो। यो उल्सान भावी चट्टानलाई हेर्नको लागि विश्वभरिबाट नै पर्यटकहरू आउने गर्दछ। यो चाहिँ साउथ कोरियामा चट्टानको पहाडहरू हेर्नको लागि चाहिँ पहिलो नम्बरमा पर्ने स्थान हो। यो उल्सान भावी रक चाहिँ साँच्चीकै यस्तो अमेजिङ छ, यस्तो इन्ट्रेस्टिङ छ, लाइभमा आएर हेर्यो भने माइन्ड नै ब्लोइङ हुन्छ। यो यति अचम्मित छ र ब्युटिफुल पनि छ। हेर्दा हेर्दै हामी त एकछिन हेरेकै नै हुन सक्छौँ। यो इन्ट्रेस्टिङ कोरियन किंवदन्तीसँग जोडिएको विश्वमा पपुलर उल्सान भावी रक हेर्नको लागि चाहिँ अनि स्टोरी खोज्नको लागि म सोलो ट्राभलमा आएको थिएँ। सोलो ट्राभल मेरो एकदमै इन्ट्रेस्टको विषय हो, किनभने सोलो ट्राभल गर्दाखेरि धेरै च्यालेन्जहरू छ, तर च्यालेन्जहरूलाई स्वीकार्नु र एडभेन्चर गर्नु त्यो चाहिँ लाइफको एउटा अचिभमेन्ट नै हो। यो लङ डिस्टेन्सको सोलो ट्राभल चाहिँ मैले फर्स्ट टाइम गर्दै थिएँ, अर्थात् मेरो फर्स्ट टाइमको हो। जो सोलो ट्राभल गर्दा आफूमा ध्यान केन्द्रित हुन सकिन्छ, सेल्फ कन्फिडेन्स बढ्छ र सेल्फ सर्भाइभ हुन पनि सकिन्छ। फरेनरहरू एक्लै हाम्रो देशको हिमाल आएर चढेर जान्छ, हाम्रो देशको हिमालमा हाइक गरेर जान्छ, उनीहरू त्यो स्ट्रङ लेभलमा पुगिसक्यो। तर हामी नेपालीहरू भने साथी बिना केही पनि घुम्ने प्लान नै गर्न सक्दैनौँ। साथी बिना हामीले कुनै पनि प्लान नगरेर हामीले हाम्रो लाइफको अचिभमेन्ट समयहरू बिताइरहेको छौँ। अहिले चाहिँ उल्सान भावी रकलाई चाहिँ क्लाउडले ढाकेको छ हैन। म ठ्याक्कै यो पिकमा आउँदा यहाँ चाहिँ बादल लाग्यो, छिनछिनमै बादल लाग्ने, छिनछिनमै बादल हटिने रहेछ। सो यहाँबाट चाहिँ मैले त्यो फोटो राम्रोसँग लिन सक्दिनँ जस्तो छु, किनभने बादल लागिरहेछ। तर अति नै अमेजिङ भ्यू यो उल्सान भावी रक। अनि तल देखिएको समुद्र अनि सोक्सो सिडी हो। यो चाहिँ खाङ्गोन्दमा पर्छ, नर्थ कोरिया नजिक। त्यहाँ ब्याकग्राउन्डमा एउटा खैरे केटा जाँदैछ, अघि मसँग बोलिरहेको थियो। त्यसको नेक्स्ट डेस्टिनेसन चाहिँ नेपाल रे, अनि पोखरा जान्छु भनेर मसँग एकछिन कुराकानी गर्यो। सत्य यो भ्यू चाहिँ दामी देखेछ ल। वाउ वाउ, पसिनै पसिना भएको छु। What amazing! Wow! 이게 보는 게 어디 있는지가. 방면 2시 방향입니다. 이어서 좌회전입니다. 네팔? 네. 아이고. 일하러 간 거예요? 네. 저기 봉포에 네팔 학생들 많아. 아, 어디요? 봉포 경동대학교. 아, 거기 그래요? 700명이죠, 700명. 아, 많아요.
많아. 700명.